आज चाहिँ म मेरो मामु मेरो फुपू मेरो पापा मेरो सानी जाँदैछौँ हामी साइकलमा क्याम्पा बजार साइकल ब्लक अब चाहिँ हामी साइकलमा जान आँटेको क्याम्पा फ्यामिली नै हामी रेडी भयौँ हामी पनि साइकलमा जान आँटेको म चाहिँ मोबाइल ल्याइदिनु पापा फिलहाल पार्टीहरू बाई बाई हामी नै आउँदैछौँ पछाडि पछाडि चाहिँ मलाई मजा लाग्यो कि पिच त यहीँ तलसम्म मात्रै हो त बरु मै उडाउँछौ नि फाइनली हामी पिचको बाटोमा हिँड्दैछौँ साइकल अनि पिच तर एकछिन बिस्तारै साइकल गइरहेको छ हाई गाइज अब हामी 6 नम्बरबाट 7 नम्बर पुग्न आँटेको हाम्रो साइकल गइरहेको छ ओहो साइकलमा हाम्रो मोटी मामु र फुपू साइकलमा सरर 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 मलाई हुँदैछ भाइ होइन भाइ होइन यो चाहिँ हाम्रो बाटोको दृश्य भन्नु त फुपू के भन्दै छ यस बारेमा ओ मछली मर गयो साइकलबाट उतारी भिडियो बनाउनु लाउनुहुन्छ दादाले सायद म यही गर्नलाई आएको होला यस्तो घाममा तपाईँहरू केही भन्न चाहनुहुन्छ सानी कस्तो भइरहेछ साइकलमा मजा आइरहेछ दिदुलाई के भइरहेछ मजा आएको छैन दिदी बोल्थ्यो त यो दिदी फेरि मजा आएन उसको लागि भनेर यस्तो घाममा साइकलमा आइदिएको झन् हामी अब क्याम्पा पुग्न लाग्यौँ यो चाहिँ क्याम्पाको खोला त्यस पछाडि त्यहाँ देखिँदै गरेको चाहिँ हाम्रो क्याम्पा बजार स्कुटी कुदाउने अनुहारहरूले साइकल कुदाइरहेछन् आइ भएको यात्रा रमाइलो छ होला होइन त्यो यात्रा रमाइलो बजार आइपुगिसके सानी हाई हजुर ल ल ल के किन्दैन सर गुड्डे कि बाल छोरी 1 2 3 पाएर खुसी भएको अवस्था भाइरल कुर्ता 500 को दुईटा रे भाइरल कुर्ता 500 को दुईटा रे के भन्छौ किन्ने 500 को दुईटा लाउँछ त
दामसाम मिलाएर अनि लुगा लाउँदैछु। अझै 50 को दुईटा होला नि त। पैसाको पेमेन्ट भएर पुरै फिर्ता लिने अवस्था। लुइन पाइजे पकड दुगो 10 रात पर्यो त्यही भएर हामी अलिक टाढी रात राख्ने दात जस्तो आइरहेछौँ मान्छे नदेखेर पनि हामी चाहिँ फर्किँदै अवस्था अवस्था चटपटे आलु चपले गर्दा है होइन ल माछाले गर्दा हो।